हेलो गाइस, सबैलाई नमस्कार। त हामी अब लाग्यो घाँस काट्नतिर। ल हामी पनि अब घाँस काँता काट्छौँ। तपाईँहरूलाई राम्रोसँगले थाहा छ, हिजोको भिडियोमा हेर्नुभयो होला र कतिले कमेन्ट गर्नु भइरहेको थियो सो नराम्रो हो, त्यसरी भिडियो नहाल्नु हो, नचाहिँदो नराम्रो सोच्छ मान्छेले भनेर। र यसमा भनिदिउँ कि हामी यो इलिगल तरिकाले हामी भुटान सीमामा हामी बसोबास गर्छौँ र हामी राम्ररी नै अब यो भुटान बोर्डरमा हामी त्यस्तो नचाहिँदो काम गर्दैनौँ। र यो भुटान बोर्डरमा त फेन्सिङ छैन तपाईँहरूको, यो भुटानको बोर्डरमा फेन्सिङ लगाएको छैन। भुटानदेखि अलिकति मास्तिर जुन अहिले देख्नुहुन्छ यो माथि हो, त्यो माथि लगाएको छ। यो अहिले हामी हिँड्दै गरेको चाहिँ भुटानै हो, भुटान बोर्डरमा हिँड्दैछौँ। तल जुन बाँसघारी देख्नु हुँदैछ पेरा बारेको, त्यो इन्डिया हो। र मास्तिर फेन्सिङ लगाएको चाहिँ भुटान पर्छ। हामी त्यो भुटानको बाँसघारी छ, त्यो बाँसघारीमा चाहिँ हामी घाँस गाईलाई निकै पलाएको छ र घाँस काट्न हामी जान्छौँ। त्यस्तो नचाहिँदो नराम्रो नसोचिदिनु होला, किनकि मनोरञ्जनको लागि के भनिन्छ होइन। बोर्डर पार गरेर हामी गयौँ, त्यो फेन्सिङ होइन बोर्डरको, किनकि त्यो बाँस, यो त बोर्डर त हामी जुन हिँड्दैछौँ त्यही हो। त्यो मासतिर देख्नु हुँदैछ त्यो चाहिँ फेन्सिङ लगाएको छ बाँसघारीको लागि। बाँसघारीभित्र चाहिँ बाँस पनि भर्खरै लगाएको हो त्यहाँ, र धेरै मात्रामा घाँस पलाएको छ र हामी त्यही घाँस, यो इन्डिया बोर्डर, इन्डिया र भुटानको बोर्डर देख्न सक्नुहुन्छ। अरू अगाडिको भोइस चाहिँ अब क्लियरली तपाईँ, यो चाहिँ अब तपाईँहरूलाई गलतफहमी नहोस् भनेर हल्का मैले यो अडियो रेकर्ड गरेर हालेको। अगाडि चाहिँ तपाईँहरू सुन्न सक्नुहुनेछ अब क्लियरै सबैको भोइस, किनकि अब कति मान्छेलाई गलतफहमी भइरहेको हुन्छ होइन, बोर्डरमा क्रस गरे होइन, इलिगल तरिकाले गयो भन्ने हुन्छ। र हामी इलिगल तरिका होइन, हामी नचाहिँदो उयो गरेको होइन, हामी राम्ररी आरामले नै पस्ने गर्छौँ र आरामले घाँस काटेर लिएर आउँछौँ। धन्यवाद। अगाडि पनि हेर्नु होला राम्ररी। अब फेन्सिङ हामी पार गर्छौँ, के गर्छौँ गर्न चाहिँ कता हामी यस्तो तरिकाले पार गर्छौँ फेन्सिङ, किनकि अब कसैलाई अब त्यो तारसार पनि नटुटोस् होइन, राम्ररी नै गर्नु पर्यो। आजलाई यति नै। हजुरलाई मन परेमा लाइक, सेयर, सब्सक्राइब जरुर गरिदिनु होला। नेक्स्ट पार्ट भोलि आउनेछ। धन्यवाद।